गुणस्तरीय सवारी हाम्रो जिम्मेवारी नि। ठ्याक्क गाडी पनि सुन्तला कलरकै छ क्या, मलाई यस्तो घाम लागेर चाहिँ खानु नि मन लागिसक्यो। नमस्ते सबैजनालाई, यहाँहरूले मलाई देखेर र मेरो आवाज सुनेर हजुरलाई पक्कै पनि थाहा भयो होला मध्य जाडो चाहिँ सुरु भइसक्यो भनेर। ल हेर्नुहोस् न, यो जाडो यति बढेको छ, झन् हाम्रो एरियामा त यस्तो चिसो छ। मैले औषधि खाएर बसिराखेको छु, हजुरको पनि हालत अलिकति त्यस्तै नै होला हो। त्यही कुरालाई नै ध्यान दिएर चाहिँ आज चाहिँ एनएस अटोमोबाइल्सले चाहिँ जाडोलाई विशेष गरेर ध्यान दिएर चाहिँ 50% फाइनेन्समा लगभग लेटेस्ट मोडलको गाडीहरू, त्यही पनि अझै एफोर्डेबल रेन्जमा प्लस सोरुम कन्डिसनका गाडीहरू चाहिँ लिएर आइसकेका छन्। अब गाडी हजुरले खोजेको जस्तै सुजुकी, ह्युन्डाई, टाटा कुन कम्पनीको चाहिँ हजुरलाई भन्नेको जस्तै गाडी आज आइसकेको छ। कुन गाडी आएको छ हामी सबै अब एक्सप्लोर गरौँ है त। सुरु गरौँ हजुरकै फेभरेट ब्रान्डबाट, ह्युन्डाईको यो चाहिँ ग्रान्ड i10 स्पोर्ट्स भेरिएन्टमा रहेको छ। मोडल इयर चाहिँ 2018 को हो। ओभरअल कन्डिसन गाडीको A1 नै छ है, ठोकेको पल्टेको छैन, डुबेको छैन भन्ने चाहिँ 100% ग्यारेन्टी। मार्केटमा यतिको ग्रान्ड i10 स्पोर्ट्स पाउन चाहिँ अलिकति गाह्रो त नभनौँ, अलिकति पाउन चाहिँ अलिकति गाह्रो नै छ। अब किलोमिटर रनको कुरा गर्नु पर्दाखेरि चाहिँ अहिलेसम्म 45,000 चाहिँ रनिङ भइसकेको छ। यो गाडीको टोटल प्राइस रहेको छ मात्रै 24,75,000 रुपियाँ। यसमा नेगोसिएसन, फाइनेन्स र एक्सचेन्ज हजुरले गर्न सक्नुहुन्छ। अब यो गाडीको मैले धेरै बयान नै गर्नु पर्दैन कि माइलेज दिन्छ, रिसेल भ्याल्यु राम्रो छ, मेन्टेनेन्स कस्ट सस्तो छ भनेर मैले भन्नु पर्दैन, यो हजुरलाई नै थाहा भएको कुरा हो। अब गाडी हेर्नको लागि चाहिँ हजुरले एनएसमा आउनु होला। अब हामी जाउँ यो साइडमा भएको गाडीमा है त। यो गाडी अब हजुरले लोगो देख्ने बित्तिकै कुन गाडी हो भनेर गेस गरिसक्नु भयो होला। यो गाडी चाहिँ रेनल्टको काइगर हो, लेटेस्ट मोडल के। अब तपाईँको 2021 को रेनल्टको काइगर RXL भेरिएन्टमा रहेको छ। कन्डिसन एकदम नै राम्रो, 1000 सीसी को पेट्रोल इन्जिनमा आउने गर्छ। फ्युल माइलेज पनि एकदम नै राम्रो, प्लस ग्राउन्ड क्लियरेन्सको त मैले कुरा के नै गरौँ हजुरलाई। फिचर्समा हजुरले ओभरअल स्ट्यान्डर्ड फिचर सबै पाउनुहुन्छ, एयरब्याग्स, ABS, LCD टच स्क्रिन, पावर विन्डोज, पावर स्टेयरिङ। अनि गाडीको लुक्स हेर्नु न कति मस्कुलर देखिन्छ। गाडीको टोटल प्राइस रहेको छ मात्रै 22,50,000 रुपियाँ। यसमा पनि नेगोसिएसन, फाइनेन्स र एक्सचेन्ज त भइ नै हाल्छ। त्यसै गरी हामीसँग अर्को गाडी रहेको छ कियाको रियो, जम्मा 11,25,000 मा यो गाडी चाहिँ हजुरको हुनसक्छ। मोडल इयर चाहिँ अलिकति पुरानो छ, 2008 मोडलको, तर यसको विशेषता भन्नुहुन्छ भने चाहिँ सनरुफ पाउनुहुन्छ कि यो गाडीमा। अब अलिकति जाडो महिना छ नि त होइन, घाम ताप्नलाई चाहिँ तपाईँ कौशीमा जानै पर्दैन कि, टक्क गाडी चढ्ने, आनन्दले सर्र कुदाउने, सनरुफ ट्याक्क खोल्ने, घाम त्यतैबाट आउँछ। कति रमाइलो क्या यो गाडीमा होइन। अब यसमा चाहिँ फाइनेन्स चाहिँ हुँदैन, तर हजुरलाई टेन्सन चाहिँ लिनु पर्दैन, हामीले तपाईँलाई मिल्नेसम्म मिलाएर गाडी दिन्छौँ। त्यसमा नो कम्प्रोमाइज एट अल भनेर हजुरलाई थाहा छँदैछ। प्लस यो गाडीमा तपाईँले इन्जिन सीसी चाहिँ कतिको पाउनुहुन्छ भन्दाखेरि चाहिँ 1396 सीसी को चाहिँ एकदम नै पावरफुल पेट्रोल इन्जिन पाउनुहुन्छ भनेको चाहिँ 1400 सीसी को चाहिँ यसमा पेट्रोल इन्जिन पनि छ। अब पावरको लागि, पिकअपको लागि त तपाईँको कम्प्रोमाइज झनै भएन नि। अब गाडी हेर्नको लागि कता आउने हजुरलाई थाहा छँदैछ त। अब मैले हजुरलाई चाहिँ कियाको पनि देखाएँ, ह्युन्डाईको पनि देखाएँ, रेनल्टको पनि देखाएँ। अब मेरो एकदम नै फेभरेट ब्रान्ड है, अलमोस्ट सबैजनाको पनि फेभरेट हुनसक्छ यो ब्रान्ड चाहिँ। बिल्ड क्वालिटी त यति खतरा हुन्छ कि यो गाडीको नै छ क्या होइन। युरोपियन स्ट्यान्डर्डको गाडी हो, भोल्क्सव्यागनको। हामीसँग यो चाहिँ पोलो रहेको छ, 1.6 को यसमा हजुरले पेट्रोल इन्जिन पाउनुहुन्छ। अब यो गाडीको हाइवेमा पर्फर्मेन्स अथवा सिटीमै पर्फर्मेन्स त कति बवाल होला के। पिकअप पावरमा त कम्प्रोमाइज हुन्छ होला त यस्तो गाडीमा। मोडल इयर चाहिँ 2017 मोडलको रहेको छ, भोल्क्सव्यागन पोलो, अझै हाई लाइन के, फुल अप्सनमा रहेको छ यो गाडी। अब यसमा हजुरले चाहिँ जाडो महिनाको लागि एसी हिटर त पाइ नै हाल्नुहुन्छ, एयरब्याग्स, ABS, EBD, LCD टच स्क्रिन लगायत त थुप्रै फिचर्समा पाउनुहुन्छ। मूल्य रहेको छ मात्रै 20,50,000 रुपियाँ। अब यसमा नेगोसिएसन घटाउने ठाउँ त हजुर भइ नै हाल्छ। प्लस यसमा हजुरले चाहिँ 50% सम्म फाइनेन्स विथ एक्सचेन्ज फेसिलिटी पनि पाउनुहुनेछ। मैले हजुरलाई इन्डियन गाडी पनि देखाएँ, कोरियन गाडी पनि देखाएँ, अझ जर्मनीको गाडी पनि देखाएँ। अब जापानलाई बिर्सिनु भयो होला त भने भएन नि। र हेर्नुहोस् न, यहाँ हामीसँग अर्को गाडी रहेको छ, टोयोटाको कोरोला LX 2007 मोडलको सेडानमा रहेको छ। सेडान लभर्स हुनुहुन्छ भने त यो गाडी मन नपराउने त सायदै कम नै हुनुहुन्छ होला होइन। कम्फर्ट, पर्फर्मेन्स, लग्जरी, अब के वर्डले डिफाइन गरौँ कि म यो गाडीलाई चाहिँ होइन। मोडल इयर 2007 को हो। अब फिचर्स त तपाईँले सबै नै पाउनुहुन्छ। अब जाडो महिनामा आनन्दले हुन्छ नि, हाइवेमा टक्क लाएर लङ ड्राइभ जानलाई टक्क लाएर हुन्छ नि, कम्फर्ट नै नेक्स्ट लेभल हुन्छ क्या यो गाडीको। मूल्य रहेको छ मात्रै 15,50,000 रुपियाँ। यसमा नेगोसिएसन त भइ नै हाल्छ, एक्सचेन्ज गर्न सक्नुहुन्छ। अब फाइनेन्स चाहिँ अलिकति यसमा सम्भव चाहिँ भएन, तर मिल्ने ठाउँमा त हामी अलवेज रेडी नि। गुणस्तरीय सवारी हाम्रो जिम्मेवारी नि। अब मैले अर्को यस्तो फेभरेट गाडी लिएर आइसकेको छु नि, फेभरेट पनि किन नहोस् त के, नेपालीहरूकै
फर्स्ट चोइसमा आउने गाडी पनि रहेको छ। सुजुकीको यो चाहिँ डिजायर रहेको छ है, स्विफ्ट डिजायर 2009 मोडलको। अब मन पनि किन नपरोस् त, फ्युल माइलेज त्यत्तिकै राम्रो, 1200 सीसीको पावरफुल पेट्रोल इन्जिन आउँछ, हाइवे ड्राइभिङको एक्सपिरियन्स एकदम नै कम्फर्टेबल हुन्छ होइन। सेडान लभर्सको लागि त एकदम नै पर्फेक्ट गाडी हो यो। रिसेल भ्यालु पनि राम्रो भएको, मेन्टेनेन्स कस्ट त हजुर गाई भैँसी पालेको भन्दा पनि कम आउँछ क्या यसमा चाहिँ खर्च। अब गाई भैँसीले चाहिँ दुध दिन्छ, अब यसले चाहिँ दिँदैन, अब यसले त पर्फर्मेन्स दिने भयो नि त गाडी भनेपछि त, फ्यामिलीको लागि पनि सुइटेबल। अब मूल्य रहेको छ मात्रै 12,50,000 रुपियाँ, नेगोसिएसन त भइहाल्छ। गाडी हेर्नलाई अब आइहाल्नु होला है, हामीसँग यही एउटा छ नि, हामीसँग अर्को पनि छ, त्यो म तपाईँलाई अहिले भन्छु। अब होइन, अब नेक्स्ट गाडी चाहिँ कस्तो छ भन्दाखेरि, अब गाडी त हामीले रिक्वायरमेन्ट अनुसार नै हेर्नु पर्यो नि त। होइन मलाई अब अलिकति ठुलो गाडी चाहियो, हात्ती जत्रो गाडी चाहियो भन्नुहुन्छ भने चाहिँ हामीसँग छ इसुजुको V-क्रस 2017 मोडलको 4 व्हील ड्राइभ सिस्टममा। अफ रोडिङ जानलाई पनि केही कम्प्रोमाइज भएन। अब हजुरको कहिलेका सामान पनि राख्नु पर्ला होइन, साथीभाइ पनि 2-4 जना जम्का भेट होला, घुम्न जानु पर्ला, भ्यालीभन्दा बाहिर जानु पर्ला, ट्राभलिङको लागि होस्, बिजनेस पर्पजको लागि होस्, सबैको लागि एकदमै पर्फेक्ट गाडी हो यो। अब गाडीको ओभरअल कन्डिसन त भन्नुहुन्छ भने त ठोक्यापटलाई चाहिँ डुब्या छैन भनेर त 100% ग्यारेन्टी भइ नै हाल्यो। एनएसको तपाईँको ऊ नै छ नि, के भन्छ त्यसलाई, स्लोगन नै छ नि, गुणस्तरीय सवारी हाम्रो जिम्मेवारी भनेर। अब यस्तो राम्रो गाडीको मूल्य रहेको छ मात्रै 35,50,000 रुपियाँ, नेगोसिएसन त भइ नै हाल्छ, 50% फाइनेन्स, बाँकी अब एक्सचेन्जको सेवा सुविधा हजुरले पाउनु नै हुन्छ। आज विशेष रूपमा मैले हजुरलाई गाडी देखाउन खोजेको चाहिँ उहाँ नै हुनुहुन्छ कि, हेर्नुहोस् न, यो JEEP स्पेलिङ पनि मैले भनिदिइसकेँ। गाडी एकदमै मेरो त एकदमै पर्सनल फेभरेट गाडी हो होइन। अब यो गाडी चाहिँ सेकेन्ड ह्यान्ड मार्केटमा चाहिँ हत्तपत्त चाहिँ आउँदैन क्या, आइसकेपछि पनि एकदमै कम मात्रामा आउँछ, अनि आयो भने पनि तपाईँको फ्याट्टै बिक्री भइहाल्ने गाडी हो क्या यो। अब गाडीको मोडल इयर चाहिँ 2018 को हो, गाडी चाहिँ सिङ्गल ह्यान्डेड हो। अर्को पनि गुड न्युज, सिङ्गल ह्यान्डेड जिप कम्पसको गाडी। अब भेरिएन्ट भन्नुहुन्छ भने चाहिँ जिप कम्पस लङ्गिट्युडमा छ। अब यो गाडीको अमेरिकन बिल्ड हो नि त, हजुरलाई थाहा होला होइन। अनि बिल्ड क्वालिटी भयो, त्यसपछि तपाईँको पर्फर्मेन्स भयो, 2000 सीसीको चाहिँ तपाईँले पावरफुल डिजल इन्जिन पाउनुहुन्छ। अफ रोड जानलाई पनि समस्या भएन, ग्राउन्ड क्लियरेन्स त्यत्तिकै राम्रो। अब टक्क लगाएर हजुरलाई चाहिँ अब धुरन्धर मुभीमा जस्तो छ नि, अक्षय खन्नाको अरा छ नि, त्यो देखाउन मन छ, अलिकति क्लास स्ट्यान्डर्ड सो गर्नु छ भने चाहिँ यो गाडी हजुरको लागि एकदम नै पर्फेक्ट हुन्छ होइन। मूल्य चाहिँ अब तपाईँको एकदम नै हामीले मिलाएर रिजनेबल रेटमा राखेका छौँ, मात्रै 52 लाख रुपियाँ हो यो गाडीको है। 52 लाख रुपियाँमा आउँदाखेरि करोडौँको गाडी हो क्या, अहिले 52 लाख रुपियाँमा आइसकेको छ सिङ्गल ह्यान्डेड गाडी। अहिलेसम्म किलोमिटर रन चाहिँ तपाईँको मात्रै 42,000 रन भएको छ। अब 52 लाखमा नेगोसिएसन, फाइनेन्स, एक्सचेन्ज हजुरको 100% हुन्छ, त्यसमा केही तपाईँले सोचिरहनु पर्दैन। गाडीको कन्डिसन त A1 नै छ, ठोकेको पल्टेको छैन, डुबेको छैन भनेर 100% ग्यारेन्टी। गाडी सिङ्गल ह्यान्डेड भएपछि झन् के टेन्सन लिनु पर्यो तपाईँले। अब मैले हजुरलाई अघि नै एकदमै राम्रो गाडी देखाएँ नि होइन। अब अर्को गाडी पनि एकदमै झनै राम्रो छ हामीसँग, छ कियाको स्पोर्टेज 4 व्हील ड्राइभ सिस्टममा, त्यही पनि अटोमेटिक ट्रान्समिसनमा है त। गाडीको कन्डिसन भन्नुहुन्छ भने त A1 नै छ। अझ यो चाहिँ GT लाइनमा हो कि, एकदमै टप नच फुल अप्सन। एलोय व्हिल्स हेर्नु न, टायर खत्रो बलियो छ कि, अफ रोडिङको लागि चाहिँ झन् बेस्ट भयो। अल व्हील ड्राइभ सिस्टममा भयो। अब SUV एउटा पर्फेक्ट खोजिरहनु भएको छ भने चाहिँ यो अप्सन चाहिँ हजुरको लागि हुन्छ, कन्फर्म नै हुन्छ होइन। अब गाडीको मूल्य रहेको छ मात्रै 52,79,000 रुपियाँ, नेगोसिएसन, फाइनेन्स र एक्सचेन्जको सेवा सुविधा पनि रहेको छ। गाडी हेर्नको लागि हजुरले कहाँ आउनु पर्यो, एनएस अटोमोबाइल्स। अबको पालो चाहिँ एकदम नै सोरुम कन्डिसनमा रहेको गाडी, सिङ्गल ह्यान्डेड गाडी, कम्पनी पेन्टमै भएको गाडी, फुल्ली लोडेड फिचर्स भएको। अब के भनौँ, अझ न्यू फेस लिफ्टमा 2021 का हामीसँग छ कियाको सेल्टोस STX भेरिएन्टमा है त। अब अलिकति खोकिन लाग्छ, यता चिसो छ नि त होइन, अब जाडो महिनाको लागि त खतरा खालको SUV चढ्नु परेन। अब सिङ्गल ह्यान्डेड गाडी हो होइन। भित्र फिचर्स तपाईँले सबै पाउनुहुन्छ, सनरुफ, पावर स्टियरिङ, पावर विन्डोज, राम्रो खालको ग्राउन्ड क्लियरेन्स, प्लस कन्डिसन त A1 नै छ। टोटल प्राइस रहेको छ मात्रै 47,50,000 रुपियाँ, नेगोसिएसन, फाइनेन्स, एक्सचेन्ज त हजुरले पाउनु भइहाल्छ। अब गाडीको किलोमिटर रन पनि ठ्याक्कै 43,000 गुडेको छ। फिचर्स मैले भनिहालेँ। अब गाडी हेर्नको लागि हजुरले कहाँ आउनु पर्यो, एनएस अटोमोबाइल्स। ल हेर्नु न, क्या न्यानो घाम तापी तापी म हजुरलाई गाडी देखाइरहेको छु कि, कति भाग्यमानी म र अनि तपाईँ पनि होइन। अब हाम्रो भित्रको स्टक चाहिँ अब अलिकति बाँकी छ, तर बाहिर हामी ऱ्यापअप गरिहालौँ न होइन। बाहिर हामीसँग छ SUV नै SUV सेगमेन्टका गाडीहरू। सुरु गरौँ निसानबाट है। निसान, अब मैले तपाईँलाई थरी थरीको गाडी देखाएँ, अब उहाँलाई छुटाउन चाहिँ मेरो मन छँदै छैन, छुटाउँदा पनि छुटाउँदिनँ म। उहाँ चाहिँ निसानको टेरानो हुनुहुन्छ, XV फुल अप्सनमा है। अब 2000 चाहिँ तपाईँको 2017 मोडलको गाडी रहेको छ,
उहाँ चाहिँ सिंगल ह्यान्डेड हुनुहुन्छ हैन। 2017 मोडलको मैले भनि नै हालेँ। विशेषता चाहिँ के छ भन्दाखेरि यो गाडीको ग्राउन्ड क्लियरेन्स एकदमै राम्रो हुनुको साथसाथै तपाईँको इन्जिन सिसी पनि एकदमै पावरफुल र माइनर अफरोडिङको लागि त हजुरले केही हेर्नै पर्दैन कि माइनर त यत्तिकै कटाइदिन्छ यो गाडीले यत्तिकै हैन। अब डिजेल इन्जिन आउने गर्छ यसमा चाहिँ 1500 सीसीको हजुरले डिजेल इन्जिन पाउनुहुन्छ। फ्युल माइलेज डिजेल इन्जिनमा कतिको राम्रो हुन्छ भने हजुरलाई थाहा नै छ। बिल्ड क्वालिटी एकदमै राम्रो, एउटा पर्फेक्ट एसयुभी खोजिरहनु भएको छ अन्डर यर बजेट भने चाहिँ हामीसँग छ। प्राइस रहेको छ मात्रै 23,50,000 रुपैयाँ। यसमा नेगोसिएसन फाइनेन्स एक्सचेन्ज हजुरको सबै नै पाउनुहुन्छ हजुरले। त्यसै गरी हामीसँग अर्को एसयुभी रहेको छ फर्डको इकोस्पोर्ट है। हामीसँग यो चाहिँ अर्को पनि छ, म तपाईँलाई देखाउँछु, यहीँ नै छ, साइडमै छ। उहाँ चाहिँ 2020 मोडलको हुनुहुन्छ। फर्ड इकोस्पोर्ट ट्रेन भेरिएन्टमा कम्पनीकै पेन्ट रहेको छ। अब तपाईँको ग्राउन्ड क्लियरेन्स एकदमै राम्रो। त्यसपछि फ्युल माइलेज पर्फर्मेन्सको बारेमा त मैले हजुरलाई के नै कुरा गर्ने, यसको विशेषता कुरा हजुरलाई थाहा नै होला। ग्राउन्ड क्लियरेन्स, इन्जिन र कम्फर्ट अनि त्यसपछि बिल्ड क्वालिटी हजुरलाई थाहा होला। अब टोटल प्राइस रहेको छ मात्रै 26,50,000 रुपैयाँ। ल हेर्नु 2020 मोडलको गाडी मात्रै 26,50। अझै त्यसमा घट्ने ठाउँ छ, नेगोसिएसन भइहाल्छ, फाइनेन्स गर्न नि पाउनुहुन्छ एक्सचेन्जको लागि हजुरको। अब अनि अर्को एउटा कुरा है, अब हामीले चाहिँ गाडीसँग मात्र एक्सचेन्ज चाहिँ गर्दैनौँ। यदि हजुरको कुनै पनि बाइक स्कुटर छ, अब अरू कुनै गाडी छ, त्योसँग एक्सचेन्ज मजाले हुन्छ। त्यसमा तपाईँले टेन्सन लिनु परेन। भ्यालुएसन हामीले तपाईँलाई एकदम नै राम्रो भ्यालुएसन दिन्छौँ। अब गाडी हेर्नलाई तपाईँ एनी सर्टमा आउनुपर्ने हुन्छ। अब हामीसँग अर्को गाडी मैले फर्डको भनेको थिएँ नि, यही नै हो गाडी चाहिँ 2016 मोडलको रहेको छ। अनि यो गाडी देखेर मलाई के कुरा याद आयो भन्दाखेरि अब घाम ताप्दाखेरि हामी त टक्क लाएर बसेर होइन सुन्तला छोडाएर खान्छौँ, बदाम खान्छौँ होइन। ठ्याक्क गाडी पनि सुन्तला कलरकै छ क्या। मलाई यस्तो घाम लागेर चाहिँ खानु नि मन लागिसक्यो। तर म हजुरलाई गाडीको बारेमा पहिला भन्छु। 2016 मोडलको रहेको छ फर्डको इकोस्पोर्ट ट्रेन्डमा। फिचर्स फुल्ली लोडेड सबै नै पाउनुहुन्छ। अहिलेसम्म किलोमिटर रन भन्नु पर्दाखेरि चाहिँ 55,000 गुडेको छ। नर्मल सबै ठिक छ गाडी, केही तपाईँले टेन्सन लिनु पर्दैन। ठोकेको पल्टेको छैन, डुबेको छैन, ग्यारेन्टी हो। टोटल प्राइस रहेको छ मात्रै 19,50,000 रुपैयाँ। यसमा नेगोसिएसन फाइनेन्स एक्सचेन्ज हजुरले गर्न सक्नुहुन्छ। अब हजुरसँग दुईवटा अप्सन भयो इकोस्पोर्टमा चाहिँ। अब म 2020 मोडलको चढौँ कि मसँग राम्रै बजेट छ, फाइनेन्स गर्न पनि पाउनुभयो, त्यो चढ्नुहुन्छ कि होइन मेरो बजेट अलिकति टाइट छ भन्नुहुन्छ भने चाहिँ हजुरलाई यो गाडी पनि एकदम नै पर्फेक्ट हुन्छ। दुईटाकै कन्डिसन A1 नै छ। अब अहिले त म भिडियो बनाइरहेको छु। अब अहिले पछि चाहिँ खाम्ला सुन्तला होइन। अब एकचोटि भित्र जाउँ है त, अझै गाडी बाँकी छ हामीसँग। अब हामी भित्र आइसकेको छौँ। अब यहाँ हाम्रो वासिङ एरिया भयो। यो चाहिँ अब यहाँ एउटा गाडी चाहिँ वास भइरहेको छ, एकदमै राम्रो गाडी। अब यो गाडीको अपडेट चाहिँ हाम्रो फेसबुक पेज, टिकटक पेजमा भइहाल्छ। एनी सर्टमा हान्नुभयो भने ठ्याक्क हाम्रो पेजलाई फलो गरेर राख्नु। अपडेट त्यहाँ डेली अपडेट भइराखेको हुन्छ। र म हजुरलाई यस्तै चाहिँ एउटा राम्रो गाडी देखाउँछु है त। फर्डको फिगो रहेको छ 2011 मोडलको बजेट फ्रेन्डली सेगमेन्टमा। एकदमै लग्जरियस प्रिमियम ह्याचब्याक पनि भन्ने गर्छौँ हामीले होइन। 2011 को मूल्य रहेको छ मात्रै 8,75,000 रुपैयाँ। नेगोसिएसन भइहाल्छ, एक्सचेन्जको सेवा सुविधा पनि पाउनुहुन्छ। र ठ्याक्कै हजुरले साइडमा हेर्नुभयो भने चाहिँ हेर्नु घाम पनि लागिरहेको बेलामा तपाईँको गाडीको साइनिङ नै छुट्टै हुन्छ क्या। हेर्नु नि यहाँ कुन गाडी हो, यो तपाईँको फेभरेट गाडी हो। अब मैले यति धेरै गाडी देखाएँ होइन। अब अलिकति तपाईँको के भन्छ होइन, क्रेटा त आएन नि, क्रेटा खोइ भनेर नि सोधिराख्नु भयो होला नि त, सोचिराख्नु भयो होला। हामीसँग अर्को छ यो ह्युन्डाईको क्रेटा SX 2018 मोडलको। फुल अप्सनमा रहेको छ, फुल्ली लोडेड फिचर्स, पावर स्टेरिङ, पावर विन्डोज। क्रेटा लभर्स अथवा एसयुभी खोजिरहनु भएको छ भने चाहिँ मैले यो गाडीको बारेमा चाहिँ विशेष भनिराख्नु चाहिँ पर्दैन के। गाडीको टोटल प्राइस रहेको छ मात्रै 41 लाख रुपैयाँ। त्यसमा नेगोसिएसन फाइनेन्स र एक्सचेन्ज हजुरले पाइहाल्नुहुन्छ। त्यसै गरी अब हामीसँग छ अर्को गाडी सुजुकीको ह्याचब्याक रहेको छ। यो गाडी चाहिँ सबैजनाले खोजिराख्नु भएको हुन्छ एउटा सस्तो बजेटमा। मैले भर्खरै लाइसेन्स निकालेँ कि बहिनी मलाई एउटा गाडी चाहियो। अब अलिकति हात बसाउनु बेलामा ठोकठाक त अलिकति त भइहाल्छ नि होइन। बिगिनरहरूको लागि भन्नुहुन्छ भने अथवा लाइसेन्स भर्खरै निस्क्यो, म राम्ररी हात बसाउँ, हाइवेमा मलाई एक्सपिरियन्स होस् भन्नुहुन्छ भने, अथवा एउटा राम्रो रिलायबल गाडी अन्डर बजेट सस्तो होस्, पाल्नलाई मेन्टेनेन्स कस्ट पनि धेरै नलागोस् होइन, रिसेल भ्यालु पनि राम्रो होस् भन्नुहुन्छ भने चाहिँ हामीसँग छ सुजुकीको अल्टो 2010 मोडलको। मूल्य रहेको छ मात्रै 9,25,000 रुपैयाँ। अहिलेसम्म 38,000 किलोमिटर रन भएको छ। कन्डिसन त A1 बबाल नै छ। गाडी हेर्नको लागि तपाईँले कहाँ आउनु पर्यो, एनएस अटोमोबाइल्स। अब लगभग हामी चाहिँ एन्डिङमा आइसकेको छौँ आज स्टक अपडेट भिडियो। अब यो गाडी चाहिँ हजुरले छुटाउनु भएन है। यो गाडी छुटाउनु भयो भने चाहिँ अब अलिकति तपाईँलाई अलिकति मिस भएको जस्तो पनि हुनसक्छ। ह्युन्डाईको गाडी रहेको छ टक्सन, एकदमै हट केक इन द मार्केट होइन। अझै एसयुभी, अझै 4 व्हिल ड्राइभ सिस्टममा हो। यो हजुरलाई पनि थाहा होला। 2010 मोडलको गाडी हो। फिचर्स फुल्ली लोडेड पाउनुहुन्छ, टच स्क्रिन,
के भन्नुहुन्छ एयरब्याग्स एबिएस त्यसपछि भइहाल्यो 4 व्हील ड्राइभ सिस्टम त यतिकै भइहाल्यो Hyundai खोजिरहनु भएको छ एसयुभी खोजिरहनु भएको छ पावरफुल गाडी पिकअप पावर पनि एकदमै बलियो होस् हैन त्यसपछि पनि अब कुनै पनि कम्प्रोमाइज नहोस् न अब यस्तो जाडो महिना छ हैन अलिकति अब जाउँ न यसो घुम्नतिर नगरकोट सगरकोटतिर हैन अलि भ्याली भन्दा बाहिर जाउँ भन्नुहुन्छ भने त अब अलिकति चाहियो नि त 4 व्हील पनि चाहियो टक्क कम्फर्टेबल ड्राइभिङ होस् अलि एक्सपिरियन्स पनि होस् त हैन गाडीमा एसयुभी चढिरहेको छु भनेर हैन गाडीको मूल्य चाहिँ एकदम रिजनेबल प्राइसमा आएको छ मात्रै 23,50,000 रुपैयाँ अब यसमा नेगोसिएसन त हामी गरि नै हाल्छौँ एक्सचेन्जको सेवा सुविधा हजुरले पाउनु भइहाल्छ गाडी ठोकेको पल्टेको छैन डुबेको छैन भनेर 100% ग्यारेन्टी अब हजुरले यो गाडी चलाएर अलिअलि ठोकठाक भयो भने नि यो बनाउन पनि एकदमै तपाईँको मेन्टेनेन्स कस्ट पनि एकदमै सस्तो लाग्ने गाडी हो रिसेल भ्यालु हेर्नु 10 मोडलको गाडी 23,50 अझै सेकेन्ड ह्यान्ड मार्केटमा कति राम्रो होला त के रिसेल भ्यालु यो गाडीको अब गाडी हेर्नको लागि हजुरले कहाँ आउनु पर्यो एनएस अटोमोबाइल्समा आउनु पर्यो अब हजुरलाई हाम्रो आज स्टक अपडेट भिडियो चाहिँ कस्तो लाग्यो त हैन यति धेरै भेराइटिजको गाडीहरू छन् यति राम्रो कन्डिसनमा यति एफोर्डेबल प्राइसिङमा अब जाडो महिनाको लागि अझ 50% फाइनेन्सिङमा गाडी त आइसकेको छ अब हजुरको फेभरेट गाडी कुन हो कमेन्ट गर्न त हजुरले बिर्सिनु हुँदै भएन हाम्रो नारै छ नि गुणस्तरीय सवारी हाम्रो जिम्मेवारी भनेर गाडीलाई तपाईले टेन्सन लिनु परेन अब कुन चाहिँ हो यदि हजुरले खोजेको गाडी चाहिँ आज हैन छैन रहेछ बहिनी मैले खोजेको गाडी नै आज छैन रहेछ एनएसमा भन्नुहुन्छ भने चाहिँ नम्बर छ डिटेल छ ट्याक्क लगाएर फोन गर्नु मलाई यो गाडी चाहियो भनेर उपलब्ध गराउने काम त हाम्रो भइहाल्छ नि हजुरले अब कुन चाहिँ गाडी हैन तपाईलाई अब कुन चाहिँ सुइटेबल लाग्यो यो चाहिँ हुन सक्छ है भन्नुहुन्छ भने चाहिँ हजुरले कहाँ आउनु पर्यो एनएस अटोमोबाइल्समा आउनु पर्यो लोकेसन म तपाईलाई फेरि भनिदिन्छु सीतापाइला चोकमा ठ्याक्कै आउनु भयो भने पेट्रोल पम्प सँगै आर्मी ब्यारेक छ आर्मी ब्यारेक गेटको ठ्याक्कै अपोजिट रोडमा हेर्नु भयो भने चाहिँ एनएस अटोमोबाइल्स भनेर हजुर अब घाम लागिरहेको छ सुन्तला कलरकै ट्याक्क एउटा बोर्ड देख्नुहुन्छ हजुरले त्यही भित्र नै हुने गर्छु म अनि हाम्रा यी प्यारा गाडीहरू अब हजुरले चाहिँ छिटोभन्दा छिटो भिजिट गरिहाल्नु होला आफ्नो गाडी नाममा बनाइहाल्नु होला एक्सचेन्ज गर्नु नि पाउनुहुन्छ अब अरू अब 50% फाइनेन्स भइहाल्यो छिटोभन्दा छिटो भिजिट गरिहाल्नु विल सी यु इन द नेक्स्ट भिडियो थ्याङ्क यू सो मच